हेलो गाइज नमस्कार। आज चाहिँ हामी के पढ्न जाँदैछौँ भन्दा पहिला क्वेसन मैले लेखिहाल्छु। क्वेसन छ हाम्रो राइट अ सी प्रोग्राम टु रिड एनी 10 नम्बर एन्ड डिस्प्ले देम इन एसेन्डिङ अर्डर। अब यसले भन्न खोजेको के हो भन्दाखेरि क्वेसनले सिम्पली फर्ममा सी प्रोग्राममा हामीले 10 वटा नम्बर युजरबाट लिनु पर्यो, 10 वटा नम्बर युजरबाट लिनु पर्यो र त्यो नम्बरलाई चाहिँ हामीले असेन्डिङ अर्डरमा देखाउनु पर्यो कोड गरेर। यिनीहरू कोडले त्यसलाई असेन्डिङ अर्डरमा देखाउनु पर्यो भन्ने कुरो हो। अब त्यसको लागि हामीलाई सिम्पली के चाहिन्छ भन्दा सुरुमा हामी केबाट सुरु गर्छौं, इन्टबाट सुरु गर्छौं। इन्टमा हामीलाई सुरुमा चाहिन्छ n। अब n मा चाहिन्छ हामीलाई 10 वटा नम्बर भनेपछि 10 लेख्नु पर्छ ब्र्याकेट खोलेर। 10 लेखिसकेपछि हामीलाई अब पछि गएर त्यहाँ फर लुप र नेस्टेड फर लुप लाउनु पर्ने हुन्छ। त्यसको लागि हामीलाई i चाहिन्छ अनि j चाहिन्छ अनि एउटा टेम्प चाहिन्छ। यो टेम्प भनेको टेम्पोररी टाइप टेम्पोररी। यसले चाहिँ अब यसमा भएको यो भाँडोको नम्बरलाई हामीले अब असेन्डिङ अर्डरमा देखाउनलाई यसको कन्टेनरमा भएको सामान अर्कोमा हालेर बल्ल सबै अङ्कलाई एक एक गनेर त्यसलाई असेन्डिङ गर्ने हो नि त। त्यही भएर यो टेम्प राख्नुपर्छ। यो अर्को भाँडो भने जस्तै हो, अर्को खाली भाँडो भने जस्तै हो। त्यसपछि इन्टमा यति भए पुग्छ। त्यसपछि हामी युजरबाट माग्नको लागि इन्स्ट्रक्सन गर्छौं, माग्छौं। enter any 10 numbers गरेर /n गर्छौं। यसले लाइन ब्रेक गर्छ। त्यसपछि हामी अब फर लुप चलाउँछौं स्क्यानएफ को लागि। फर लुपमा के हुन्छ, फर i equals to 0, i is less than 10 अनि i प्लस प्लस यति हुन्छ। त्यसपछि यो खुल्छ अनि यो भित्र अब scanf गरेर यो खुल्छ अनि यो भित्र हामी डबल कोट खोल्छौं। त्यसपछि %d कमा एन्ड n को i, यसरी यो i यो n को उसमा गएर बस्छ। अब यो i मा जति फर लुप चलेर नम्बर आउँछ त्यो यसको n को यसमा बसेको हुन्छ त्यो लुप चलाउनको लागि। यति गर्यो भने हाम्रो नम्बर आउँछ, युजरले दिएको नम्बर हामीमा कहाँ आइपुग्छ। त्यसपछि हामीलाई अब अर्को के गर्नुपर्छ भन्दा फेरि अर्को लुप लगाउनु पर्छ। यो नम्बरलाई रिड गरेर त्यसलाई असेन्डिङ अर्डरमा देखाउनको लागि। त्यसको लागि अब हामी के गर्छौं, फर लुप लगाउँछौं, नेस्टेड फर लुप। अब त्यसको लागि सुरुमा हामी के गर्छौं, i equals to 0, त्यसपछि फेरि i is less than 10, हाम्रो नम्बर 10 हो। त्यसपछि i प्लस प्लस, त्यसपछि ब्र्याकेट खोल्छौं, फेरि फर भित्रपट्टि j हालेर j is equal to 0, j is less than 10 अनि त्यसपछि j प्लस प्लस। यो j प्लस प्लसले चाहिँ सिम्पली त्यो बढाउँदै जाने भन्ने कुराको इन्स्ट्रक्सन दिएको हुन्छ। अब यो भित्र अब यति भयो। अब हामी इफ एल्स को फंक्सन लगाउँछौं। त्यसको लागि इफ i is less than n j, then के हुन पर्यो भन्दा टेम्प असेन्डिङ अर्डरमा देखाउनको लागि यो कन्डिसन हुनु पर्छ। ni
लेस देन ni इज लेस देन nj हुनुपर्छ। अनि अब यो टेम्पमा हाम्रो यो ni मा भएको भ्यालु सेभ गर्नुपर्छ पछिको लागि। ni मा भएको भ्यालु सेभ गर्ने टेम्पमा कुनै ठाउँमा त राख्दिन पर्यो नि त, यतिकै फेरि जाँदैन, त्यही भएर त्यो भ्यालु सेभ गर्नुको लागि त्यसमा राख्दिने। त्यसपछि ni यसलाई हामी यसमा कसको भ्यालु हाल्ने भन्दा यसको भ्यालु यसमा राख्ने। त्यसपछि हामी nj को भ्यालु टेम्पको भ्यालु टेम्पको भ्यालु ij मा राख्ने। अब यति फंक्सनमा के हो भन्दा हामीलाई ig भाडो के रे ni भाडो खाली चाहिएको थियो। त्यसको लागि हामीले यसमा भएको जति पनि भ्यालु डेटाहरु छ टेम्पलाई दियौं, अनि त्यसपछि टेम्पलाई दियौं अनि यो ig खाली भयो। अनि यसमा हामीले यसको भ्यालु यसमा राख्यौं अनि यसको भ्यालु यसमा राख्यौं। त्यसपछि यो ig खाली थियो। अब त्यसको लागि अनि यो टेम्पको भ्यालु जुन यहीँबाट यता आएको थियो त्यो भ्यालु फेरि यसलाई दियो, त्यही भयो। अब यति भएपछि अंकहरु असेन्डिङ अर्डरमा देखिन्छ। अब हामी सिम्पली यसलाई प्रिन्ट गराउनु पर्ने हुन्छ। प्रिन्ट गराउन फर लुप लगाउने, फेरि फर लुप I equals to 0, I is less than 10, and I plus plus print of printf। त्यसपछि यो भित्र के प्रिन्ट गर्नु पर्यो भन्दा ni लाई प्रिन्ट गर्न पर्यो जुन चाहिँ एसेन्डिङ अर्डरमा गइसकेको छ। अब यहाँनेरि स्क्यानएफ मा सेमिकोलन हाल्न ह, अरु कहीं केही मिस्टेक छैन। अब यो कोडले सिम्पली अब हाम्रो नम्बरलाई असेन्डिङ अर्डरमा शो गर्न पर्छ। हेरौँ है त, इन्टर एनी 10 नम्बर। ओके, म र्यान्डमली इन्टर गर्छु। One, 2, 3, 4, 5, 6, 7, 8, 9, 10। ओके, अलरेडी 10 भइसकेको छ। ओके, इन्टर। ओके, यो चाहिँ अब यहाँ जोडेर आयो। अब यो जोडेर आएकोलाई हामीले कसरी सिम्पल लाइन ब्रेक गरेर होरिजन्टल फर्ममा ल्याउने भन्दाखेरि लाइन ब्रेक गर्नको लागि हामीले /n हाल्न पर्छ। त्यसपछि हाम्रो भइहाल्छ। र अब दिएर हेरौँ है त, असेन्डिङ अर्डरमा चाहिँ हैन भनेपछि हामी असेन्डिङ अर्डरमा दिउँ है त। ल, मैले 1 2 3 4 5 6 7 8 9 अब 10 वटा अंक दिएछु। अब यहाँनेरि यो असेन्डिङ अर्डरमा आउनु पर्यो। हेरौँ है त, आयो असेन्डिङ अर्डरमा 1 2 3 4 5 6 7 8 9 10। 10 लेखेको छैन मैले, 11 लेखेको छु, त्यही भएर 11 यो असेन्डिङ अर्डरमा आयो।